रविन्द्रले कसरी जित्न सक्छन् फाइट? रविन्द्र ढाँट र काशिप मडुज बीचको रोड टु UFC सेमिफाइनल अब नजिकै छ। एकातर्फ 10-1 को रेकर्ड बोकेका नेपाली फाइटर रविन्द्र ढाँट छन्, अर्कोतर्फ अहिलेसम्म अपराजित 8-0 को रेकर्ड बोकेका काशिप मडुज छन्। दुवैको खेल्ने शैली फरक छ। रविन्द्रको सबैभन्दा ठुलो हतियार स्ट्राइकिङ र फिनिसिङ पावर हो। काशिपको बलियो पक्ष रेस्लिङ, ग्राप्लिङ र सबमिसन हो। त्यसैले प्रश्न एउटै छ, काशिपलाई हराउन रविन्द्रले कस्तो फाइट खेल्नुपर्छ? आज हामी यही विषयमा चर्चा गर्दैछौँ। रविन्द्रका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो काशिपलाई लामो समयसम्म आफ्नो स्ट्राइकिङ रेन्जमा राख्नु, किनकि खुल्ला स्ट्राइकिङ एक्सचेन्जमा रविन्द्रसँग फाइट समाप्त गर्ने क्षमता छ। उनको प्रोफेसनल करियरमा 10 जित मध्ये 8वटा KO TKOबाट आएका छन्। यसको अर्थ रविन्द्रले 3 राउन्डसम्म लगातार पोइन्ट जम्मा गरेर मात्रै जित्नुपर्ने अवस्था छैन। एउटा सही पञ्च, किक वा कम्बिनेसनले फाइटको दिशा बदल्न सक्छ। त्यसैले रविन्द्रले सुरुदेखि नै आक्रामक हुनुपर्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, आक्रामक हुनु र हतार गर्नु फरक कुरा हो। काशिपलाई पछाडि धकेल्दै प्रेसर सिर्जना गर्ने तर आफ्नो ब्यालेन्स र डिफेन्सिभ पोजिसन भने कायम राख्ने रविन्द्रका लागि यही आदर्श रणनीति हुन सक्छ। यो फाइटको सम्भवतः सबैभन्दा महत्त्वपूर्ण अर्को पक्ष हो काशिपको टेकडाउन रोक्ने। काशिपले आफ्नो पछिल्लो फाइटमा योनिसुकी मिनामीलाई ग्राउन्डमा लगेर कन्ट्रोल गरे र अन्ततः आर्म ट्रेङ्गल चोकबाट जित निकाले। यसले स्पष्ट देखाउँछ, यदि काशिपले अपोनेन्टलाई ग्राउन्डमा पुर्याए भने उनी त्यहाँ अत्यन्त खतरनाक हुन्छन्। त्यसैले रविन्द्रले टेकडाउन डिफेन्सलाई पहिलो प्राथमिकता दिनुपर्छ। नजिकै धेरै समय बिताउनु जोखिमपूर्ण हुन सक्ने बताइएको छ, किनकि काशिपले डिस्टेन्स छुट्याएर लेगमा अट्याक गर्छन् र टेकडाउन निकाल्न खोज्न सक्छन्। रविन्द्रले आफ्नो फुटवर्कको प्रयोग गरेर सेन्टर कन्ट्रोल कायम राख्न सके भने काशिपका लागि फाइटलाई ग्राउन्डमा लैजान कठिन हुनेछ। अर्थात् फाइट कहाँ हुन्छ भन्ने निर्णय रविन्द्रले गर्न सक्नुपर्छ। नम्बर 3 हो किक र डिस्टेन्सको प्रयोग। काशिपलाई अगाडि आउन नदिन किक्स महत्त्वपूर्ण हुन सक्छ। विशेष गरी लेग किक र बॉडी किकले अपोनेन्टको मुभमेन्ट प्रभाव गर्न सक्छ। यदि काशिपले लगातार अगाडि बढ्नु पर्यो भने उनको टेकडाउन स्टेप निकै नै खतरनाक बन्न सक्छ। तर किक गर्दा एउटा कुरा ध्यान दिनुपर्छ, किक फ्याँकेर पोजिसन खुल्ला छोड्नु हुँदैन, किनकि ग्राप्लरले किक क्याप्चर गरेर टेकडाउनको अवसर लिन सक्छ। त्यसैले रविन्द्रले आफ्नो किकलाई केवल ड्यामेजका लागि होइन, डिस्टेन्स म्यानेजमेन्टका रूपमा पनि प्रयोग गर्नुपर्छ। कम्बिनेसन पछि तुरुन्तै पोजिसन सुरक्षित गर्ने अर्को महत्त्वपूर्ण पक्ष र हतियार हुन सक्छ। तर काशिप विरुद्ध एउटै समस्या हुन सक्छ, धेरैका लागि कम्बिनेसन खेलेर अगाडि बढ्दा रविन्द्रको स्ट्रेन्थ बिग्रियो भने काशिपले त्यही ठाउँ टेकडाउनको प्रयास गर्न सक्छ। त्यसैले रविन्द्रले स्ट्राइक, एङ्गल चेन्ज र रिट्रिट यो प्याटर्न अपनाउन सक्छन्। अर्थात् कम्बिनेसन हानेपछि त्यही ठाउँमा उभिएर अर्को अट्याकको प्रतीक्षा नगर्ने, एङ्गल चेन्ज गर्ने र फेरि आफ्नो दूरीमा फर्कने। यसले काशिपलाई काउन्टर रेस्लिङको स्पष्ट अवसर कम गर्न सक्छ। नम्बर 5 मा छ ग्राउन्डमा पुगेपछि पेनिक नगर्ने। तर सबै योजना हुँदै पनि एउटा कुरा सम्भव छ, काशिपले रविन्द्रलाई टेकडाउन गर्न सक्छन्। त्यसैले ग्राउन्ड सिचुएसनका लागि पनि रविन्द्र तयार हुनुपर्छ। यदि तल पुग्यो भने तुरुन्तै मुभमेन्ट गरेर पोजिसन गुमाउने भन्दा पहिले डिफेन्सिभ प्रेसर कायम राख्नु महत्त्वपूर्ण हुनेछ।